यतिको मिठो खाना अनि हेल्दी अप्सनको एउटा मेन्यू हुन्छ भन्नुभएको छ एउटा साइडमा, त्यो भयो भने त म 24 आवर रहेकी हजुर। ब्लुबेरी क्याफेमा आज एकदमै स्पेसल गेस्ट हुनुहुन्छ दिलु खत्री। उहाँले चाहिँ हाम्रो एउटा भिडियोमा फुड टेस्टिङको लागि एउटा डिस चाहिँ टेस्ट गर्न मन छ भन्नुभएको थियो, अनि त्यो डिस बनाएर हामी फुड टेस्टिङको लागि बोलाएको छौँ उहाँलाई। फर्स्ट अफ अल चाहिँ थ्याङ्क यू सो मच भन्न चाहन्छु, किनभने बुरिटो चाहिँ हामीले सधैँभरि त्यो स्क्रिनमा मात्रै देखिरहेको छौँ नि त अहिलेसम्म, अनि रियलमी टेस्ट गर्न पाउँदाखेरि चाहिँ खुसी पनि लाग्यो। अनि यो अलिकति नयाँ कन्सेप्ट पनि हो जहाँसम्म लाग्छ। अरू नर्मल क्याफेहरूले सिधै ओपन गरिदिनुहुन्छ, ओपनिङ हुन्छ होइन डिरेक्टली, अनि त्यसमा चाहिँ थाहा हुँदैन नि त के छ भनेर, मेन्यूमा पनि थाहा हुँदैन। अनि उहाँहरूले चाहिँ टेस्ट एन्ड ट्रायल गरिराख्नु भएको छ, यो चाहिँ एकदम राम्रो हो, मिठो भयो, एकदमै मिठो भयो। तर मैले उहाँहरूलाई पनि भनेको छु, अहिले पनि भन्छु, साइज चाहिँ अलिकति ठुलो पनि मिलाउनु होला, यो स्मल भयो भने बेसी लार्ज साइज पनि ल्याउनु होला भनेर चाहिँ सानो एउटा सजेसन पनि दिए। थ्याङ्क यू सो मच फर कमिङ। तपाईँले भनेको सजेसनहरू चाहिँ हामी एकदमै लिएर इम्प्रुभ गर्ने ठाउँहरूमा इम्प्रुभ गरेर प्रेजेन्ट गर्नेछौँ। खोलिसकेपछि फेरि आउनु होला।